हजुरहरूलाई मेरो तर्फबाट नमस्कार छ। आज चाहिँ हामी एकदमै मार्मिक भिडियो बनाउँदैछौँ हैन। अब हाम्रो बा यता आइसक्नु भएको छ, एकदमै राम्रो चिटिक्क मान किस्ने रे उहाँको नाम चाहिँ हैन। अनि हाम्रो क्यामेराम्यान चाहिँ पूजा हुँदैछ, के अरे के बोल्या क्यामेराम्यान होइन कि क्यामेरा पूजा हुँदैछ हैन। अनि बिन्दिदी हाम्रो एकदमै सिरियलको वरिष्ठ कलाकार, एकदम इमान्दार हैन, सबै बुझेको मान्छे हुनुहुन्छ उहाँले चाहिँ त्यहाँ अब भिडियो बनाउँदै के अरे भिडियो रे पूजा गर्दै हुनुहुन्छ। एकदमै राम्रो होस्, आजको दिन शुभ रहोस् भन्न पनि चाहन्छु भन्ने चाहिँ मैले त्यसरी बुझेँ। अब हाम्रो पूजा सँगसँगै यतापट्टि मेकअप पनि हुँदैछ। हजुर सम्पूर्णलाई धेरै धेरै मुरी मुरी धन्यवाद। विगतका दिनहरूमा जसरी हाम्रो सिरियललाई माया ममता दर्शाइदिनु भएछ, आउने दिनमा पनि र अहिले हामीले गरिरहेको कामलाई यसै गरी साथ सपोर्ट गरिदिनुहुन्छ र हाम्रो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनुहुन्छ भन्ने हृदयदेखि नै आशा लिएको छु र यस्तै माया साथको लागि सदैव हजुरहरूप्रति कृतज्ञता रहन्छु भन्न पनि चाहन्छु। दिनमा तीबाट कन्टिन्यू गरिदिनु। हिमालचुली इन्टरटेनमेन्टबाट प्रसारण हुने बाबुको आँसु, हिमचुली इन्टरटेनमेन्टबाट प्रसारण हुने बाबुको आँसु भन्ने आज सर्ट मुभीको सुटिङ हुँदैछ। हाम्रो अघिल्ला कामहरूलाई यहाँहरूले साह्रै मन पराइदिनु भएको छ। अब यो कामलाई पनि मन पराइदिनुहुन्छ भन्ने मनदेखि आशा राखेको पनि छौँ र हजुरहरूले गरिदिनुहुन्छ, सब्सक्राइब गरिदिनुहुन्छ, लाइक गरिदिनुहुन्छ, सेयर गरिदिनुहुन्छ, कमेन्ट गरिदिनुहुन्छ भन्ने हामीलाई विश्वास पनि छ। जय नाट्येश्वर भगवान जय होस्। नमस्कार पार्वती म्याम, नमस्कार। नमस्ते। अब हाम्रो चाहिँ सपना म्यामले चाहिँ क्यामेरा पूजा गर्दै हुनुहुन्छ हैन, टक्क लाएर हैन। अनि अब पूजा गरिरहनु भएको अब त्यस्तै छ। पालो आउँदैछ हजुर, सबैले ओ नो के हो? मान कृष्ण हो मेरो नाम, मान लौ है मानिदिन्छु, दिन्छु। नमस्ते नमस्ते। भाइ क्यारेक्टर त यो चाहिँ राख्नु पर्ला। आजको हाम्रो लेखक तथा निर्देशक हिमाल श्रेष्ठज्यूलाई चाहिँ क्यामेरा पूजा गर्दै हुनुहुन्छ। अब क्यामेरा पूजामा चाहिँ अब उहाँले हजारै हाल्ने भन्ने कुरो गर्नुभएको थियो अरे। बाटोमा खस्यो अरे कि, बाटोमा खसेछ क्या। अनि हातदेखि झर्ला छ होइन, खिचिरहेको छ। अनि त्यस्तो भएको कारणले गर्दाखेरि चाहिँ कुरो भएको छ। अब तीको चाहिँ झिक्न लाग्यो कि के थाहा, यिनको त भर पनि छैन। नमस्ते 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 नमस्ते। हाम्रो अर्को नयाँ कलाकार पनि हुनुहुन्छ, उहाँ सुमित्रा म्याम होइन। उहाँ पनि अब एकदमै पूजा गरिरहनु भएको छ। बाजी टक्क लाएर अब सँगै जानुभएको छ होइन। अब यहाँ केही न केही चाहिँ छ क्या, केही न केही छ क्या। जसरी यो पालिको फोनमा चुनाव खेलेर घन्टीमय बनाउनु भयो, त्यसै गरी हाम्रो सिरियललाई पनि घन्टीमय जसै गरेर एकदम जगतभरि फैलाइदिनु हुन विनम्र अनुरोध गर्दछु। भाग्यमानी भाग्यमानी पनि दिएवाले होइन, हाँसिरहनु भएको छ खुसीले क्या। हजुर हुन्छ। आज चाहिँ अब हाम्रो पार्वती म्यामले चाहिँ पूजा गर्दै हुनुहुन्छ। एकदम राम्रो मान्छे, मेहनतिलो, एकदम टाइमको टेबल गर्ने। बेलुका 4 बजी जानुपर्छ उहाँलाई, मैले सबैलाई भनिदिएको छु होइन। उहाँलाई ढिला गऱ्यो भनेदेखि म त रिसाउँछु होइन। होइन नमस्ते नमस्ते। ल आज चाहिँ यहाँ मेरो छोरीको पनि सिनमा आउने रे, खेल्ने अरे भनेको र अब 3-4 वर्ष 2 वर्षपछि होला। पहिला एकचोटि कथा पुष्पमा र दसैँ त्यस्तै छ। नमस्ते 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 नमस्ते।
हामीले हरेक कामहरू गर्दाखेरि सफलता मिल्दै मिल्दै आएको छ, अब पनि सफलता मिलोस् भन्न हामी चाहन्छौँ। सम्पूर्ण दर्शकहरूलाई चाहिँ हाम्रो भिडियोहरू चाहिँ नाली के अरे हिमचुली इन्टरटेनमेन्ट र अब हामी छिट्टै भन्दै आजको एउटा चाहिँ एकदम मार्मिक भिडियो बनाउने कोसिस गरिरहेको छु सबैजनाले। अबको एकदम फर्स्ट टाइम लेखेको होइन, सायद मिले होइन, त्यही भएर अलिअलि मिलाइहाल्नु नजानेको कुरा सिकाइदिनु होला भन्न चाहन्छु। यहाँ धेरै के गरे यहाँ कताहरू के जुदा होला